हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्नुपर्छ है। अनि आज चाहिँ हामी छिन्चुतिरको यात्रा लागेको थियौँ है। अनि छिन्चुमा पुगिसकेपछि चाहिँ स्वास्थ्य चौकीमा थोरै काम सकाएर चाहिँ हामी अगाडि नास्ता खाने भनेर चाहिँ आयौँ है। अनि त्यहाँ आइसकेपछि हामी औषधि लिनको लागि चल्ला कुखुराहरूको लागि औषधि लिनको लागि हामी चाहिँ पशुपन्छी विकास शाखामा गएर औषधि लिने भनेर चाहिँ गयौँ हामी चाहिँ सबैजना। अनि गइसकेपछि चाहिँ हामी औषधि लिएर पनि फर्क्यौँ है। त्यहाँ गएर औषधि लिएर फर्किसकेर पनि अगाडि भवननिर गएर हामी चाहिँ एकछिन भिडियो बनाउनतिर लाग्यौँ है। अनि टाइम पासको लागि भिडियो बनाउनतिर लाग्यौँ। हामी चाहिँ भिडियोहरू बनाइसक्यौँ है। अनि थोरै हल्का रमाइलोको लागि भिडियोहरू बनाउनतिर लाग्यौँ है। अनि बाबुले पनि रहर गर्छ भिडियोहरू बनाउनको लागि। अनि यसलाई पनि भिडियो बनाइदिइसकेपछि हामी चाहिँ लाग्यौँ है। अब चाहिँ हस्पिटलतिरको बाटो लाग्यौँ। अनि हस्पिटल जाने क्रममा चाहिँ नास्ता खाएर हामी चाहिँ हस्पिटलतिर गयौँ। अनि गइसकेर पनि हामी त्यहाँको काम सकाएर पनि अनि घरतिर फर्क्यौँ है। अनि फर्किसकेपछि चाहिँ मैले उसलाई लिएर आएको थिएँ घरमा। अनि खाएर बस्यौँ है। अनि सागको तरकारी पनि बनाएर खायौँ। आज यति।